भयो ल तानसेन बजार गाइज यो हो कि तानसेन लेखेको दामी छ नि त यस्तै जानु ल We are on the purchase. यति भाषी अब कुदाइन्छ लहर पिपल हो केटा तिनजना भयो लाग्यो लहर पिपलसँग होइन भाइहरू त निक्लेको ल ल ल रिस्की बाटो यस्तो भयो भने अन्त भ्याइयो भने त लाइफ ड्यामेज हुन्छ है ल ल सरहरू त्यो चाहिँ पौवा गयो यो चाहिँ हाम्रो आउँछ पेट्रोल पम्प पुरानो पेट्रोल पम्प सकिएको ल बाइक झर्दै है ल बाइक झर्दै है हिरोको बाइक झर्दै रहेछ सरहरू कहाँ जानु अब हामी यताबाट जाऊँ है रोड मान्छे कता जानु अब बुढा फोन गर्नु पर्यो मैले चाहिँ पसल गरे यति भए जस्तो घुमाउनु सकिन्छ किन यहाँबाट घुमाइदिउँ मैले गाडी यहाँबाट निक्ल्यौँ पैँचो पसल हामी फेरि अब त्यही बाटो गइन्छ अघि आएको बाटो हिरो सोरुमले बाइक झिक्दैछन् ट्याक्क फेरि हेर्ने र कुन बाइक झिक्दैछन् भनेर खोइ रोनाल्डो ल है रोनाल्डोको फ्यान यसो राउन्डिङ हिँड्नेकै म चाहिँ सर ल अग्नि लोजिस्टिक हिरोको हो क्या हिरो यो हाम्रो सन्चो एरिया सन्चो मेडिकल हल छ त्यही भएर मोहन कन्या गाइज यो चाहिँ यो होटल क्राउन खोइ एसबिआई ब्याङ्क छ यहाँ यहाँ चाहिँ अब हामी यता लाग्यो विशाल बजार है त एज युजल है गाइज त्यो भाइ हो हामी अहिले 65% हिँडेछौँ है किन भन्नुभएको छ 65% ल यता विशाल बजार भयो चाहिँ फुल्की यहाँबाट हेरेर कस्तो दामी भ्यू ल यो टेलिकमको अफिस भयो ल तानसेन बजार गाई त्यो हो कि तानसेन लेखेको दामी छ नि त यस्तै जानु ल केही पनि भएन झन् झ्याको स्कुस होला ढिक्चिक भनेको भएन कि ल राइडर सरहरू अहिले नेपाल क्यानको धुम मचाले ओहो ल यहाँ त भगवती मन्दिरै गाइड यहाँ चाहिँ भगवती मन्दिर भिडभाड यस्तो बाइकको चाहिँ कतै होला यतै वरिपरि केही होला नि अब हामी चाहिँ शीतल पार्टी यो चाहिँ यो दरबार भयो अगाडि मुलढोका के यो पहिला क्या हामी थियो राम्रो ठिकै भयो के गर्नु त शीतल पार्टी भयो यी नाङ्लो एमस नाङ्लो यहाँबाट गइनु हुन्छ बाटो दुई थरी त्यस्तो फरक पर्दैन यहाँबाट चाहिँ सर दिन्छ यो पनि बजारै हो है तानसेन बजार गाइस शीतल पार्टी यता यो के अरे कैलाशनगर जाने बाटो चाहिँ हो उताको नि गइन्छ जानलाई तर दुइटै बाटो भनौँ न होइन अन्नपुरा नि गइन्छ यताबाट बाटो फेरि जोडिदिन्छ जनता जेबिटी भयो जेबिटी जाने गाइजहरू हाम्रो माइक त झरेन होला कि फेरि आवाज नआएर पत्र गरेर हामी उकालो हिँड्ने हो राइडर सरहरू पछि राइडर सर अघि हामी पछि फरक पर्दैन ओइ नयाँ कुरी होइन
नतानेको के हो ह्यान्ड टकले नतान्ने त नहुनु पर्ने हो होइन ए सामान छोड्ने बेला भएछ क्या कि ढिक्चिक 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 यो उकालो जाने हो नि त हामी कसरी सामान छोड्नुहुन्छ पऱ्यो पऱ्यो पैसा छ नि त गरे अनुसार अनि हिजो सय पुऱ्याइयो के सर भ्लग बनाउनु परेन के अरे हो पैसा आउनु बेला भयो कि है आज कति गर्थ्यो अनि देखेको थिएँ आज कति गर्थ्यो स्क्रिनसट आएको थियो कि मैले देखेको थिएँ हजुर त्यस्तो एक्सचेन्ज भन्ने कुरो हुन्न है सर भयो बुलेट लिएर जानु पऱ्यो एकछिन चलाउनु दिन्छु त्यस्तो लानु त दिन्न मैले सर भयो मलाई डर लाग्छ कसको नाममा पर्ने बाइक फेरि भयो त्यस्तो पर्दैन सोरुममा भनिदिउँला नि डिस्काउन्ट गराएर आउला नि अलिअलि दिन पऱ्यो नि सर सरले भिडियो बनाउनुपर्छ बाटो हिँड्दाखेरि टक्क कुडेको यसरी भिडियो बनाउनु सक्यो देखेर कति हजार आयो सरको नाम पैसा त आयो 5वटाको हो 5 500 250 रुपियाँ आएछ ए सिम त आउने नि त सरको नाममा 30वटा असाइन गराएर छोडिदिनु पर्यो हाम्रो कसैको नाममा टिकाएर ए यो हार त कुतो हुन्न जानिसक्नु भयो होला के अरे बेही हो कि खेलो त पैसा त बेही हो कि पैसा त अलि के इस्यु आउँदा हो कि ज्याउ नि यस्तो उकालोमा रोक्न पर्छ केटा पहाडको बाटो भने यस्तो बाइकलाई सजिलो हो यसरी जाने है एक गियरमा भट्टा खाएर चट्ट पारेर उकालो है हाम्रो चाहिँ यो उकालो हो क्या गाइजहरू कस्तो भन्दाखेरि जस्तै पहाड भयो नि त पहाड बजारै कस्तो उकालोमा बसेको के त्यही भएर चाहिँ यस्तो बजार उकालोमा यस्तो कहीँ हुन्छ हेर न कस्तो छ बजार ट्याक्क घरको टाढा टाढामा हो कि ट्याक ट्याक दामी हो नि ठाउँ त होइन उबेलामै बनेको ठाउँ हो के अरे उबेलामै जस्तै यो के गरे हाम्रो नगरपालिका जमानामै भयो भने त यहाँ त जस गर्ने मान्नेको ठाउँै हुनुलाई पहिला अब अहिले यस्तै हो क्या त्यो मान्ने हो त्यसपछि केही भएन उपलब्धि त्यत्तिकै गयो चल्यो भ्याएको भइदिएको त्यही हो खास गरी अरू त केही होइन जले रुमाले दिलको हर किसी को नहीं मिलता यहाँ प्यार जिंदगी में हर किसी को नहीं मिलता यहाँ प्यार जिंदगी में यो चोक कैलाश नगर चोक गए केटा तल गए हामी राम्रै गइन्छ ट्याक्क नानी राम्रै रहेछ भएन अर्काकी नानी हुन् माथि गयो श्रीनगर तल गए चाहिँ तल गयो फेरि बजारतिर गइन्छ सिधा गयो बतासे ल सामान अब नेपाल क्यानको राइडर सर सामान धुस्नु बेचेर पैसा कमाउनु भएको बुढाले उठेन सामान छोड्नु पुरै थियो बुढाहरूले फोन उठेन अनि हिँड्दे सामान छोडेकै हुनुहुन्छ है राइडर सरले हामी चाहिँ यताबाट जाउँ यताबाट गयो पनि पुगिन्छ यताबाट गयो पनि पुगिन्छ भित्री बाटो फेरि अलिक भित्री बाटो नि हिँड्दिउँ न त पुकट्या हिँड्न केही काम पऱ्यो हिँड्ने हो होइन यहाँ पनि छ कि घरहरू चाहिँ बनेको यो चलपल निरा रहेछ घरहरू
हेर्नु नि घरहरू मिठो भने होइन यहाँ पनि बनेको राम्रै घर भनेर चाहिँ बाइक रहेछ त BMW बाइक ओ माई ग्याड बडा हरामी हो बेटा के लास्ट आजभोलि त्यस्तो बाइकको भ्यालु छैन कि जति महँगा नि लिएका हुन्छन् माउन्टेन भ्यू होमस्टे रहेछ यहाँ फेरि डेलिभरी सक्यो हामी फेरि लाग्नु पऱ्यो है त सकिस् त लाग्नु पऱ्यो नि त चुइँ है त्यो चाहिँ भित्री बाटो हो क्या जस्तै कैलाश नगरबाट आएर त्यहाँदेखि पनि अघि आएको त्यही बाटो हेर्न घरहरू मिठो भने है यसभित्र बस्ती बस्यो अलिअलि यहाँ गर्मी त्यस्तो हुँदैन नि त चिसो हुन्छ हावा चल्छ होइन चिसो चाहिँ हुन्छ जाडोमा चाहिँ आम्मा ल यो चाहिँ तल रानीमल जाने बाटो आइयो देखियो नि गाइड कहाँ आइयो भन्ने कुरो तल रानीमल गइन्छ यहाँबाट गयो भने माथि गयो बतासे निक्लियो फेरि बतासेको डाँडो यही हो सर चियान डाँडा फेरि होइन है फेरि बतासे डाँडा यहाँ पनि के खुल्यो सरकारीको यताउता खुल्छ कि हरियाली छ होइन गाइड यस्तो हरियाली छ बस्ने ठाउँमा को बसिरह है ल ल ल बाइक ल्याएर बसेर चाहिँ सरहरू हामी चाहिँ बसिन्छ यहाँ चाहिँ बतासे हो है ल भोटे गर्नु धुले राइडरहरू चलाउनु धुले है छ कि रे चारजना बुलेटमा थामै के हो बुलेटले ए ल के गरेको भयो लुट्नु भएको रहेछ बिचरा भयो भनेपछि कि उठाउने र अब उठाएको गर्छु त्यहाँ उठाइदिए त्यो उल्टेको बेलामा उठाएन त्यस्तै हो कि उठाइदिउँ भन्नै पऱ्यो उठाइसकेपछि नउठाएको भए नसके भए पो गएर उठाइने हो र अलिकति ढिलो भयो क्या होइन ठिक छ धन्न केही भयो भने त्यति मात्रै भएछ गाह्रै हुन्छ कि बिचरा लेडिजहरूलाई अब कोही बेला खत्रै हुन्छ नि कोही बेला बिचरा के भन्ने टफ रुमाले झिङ 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 ओइ झिङ 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 ओइ ल रानीमल भयो यो चाहिँ नयाँ खुल्न लाग्यो रोयल इनको कसो पार्टनर सार्टनर के गरेर खोलेको हो कि के हो खै खुल्न चाहिँ लाहा भित्र राम्रै बनायो कतिको सक्सेस हुन्छ भन्ने कुरो यहाँको भन्दा पनि बाहिरको आएर चल्यो भने त बवालै हुन्छ डाँडे यहीँ छ पिस्टल यहीँ छ आरमा भयो आइडो यहीँ छ खाली खान त कति चल्ने हो दानसिङले मात्रै गुल्मी जाने गाडीलाई टार्गेट गर्ने अनि त्यही त हो बुटल भइरहेकोलाई टार्गेट गर्ने प्रोग्राम गर्ने अन्त त्यही खेल अरू त केही अप्सनै छैन र यहाँको बजारको मान्छे कति हुन्छन् र होइन चल्नलाई अब हुन त स्टडी गरेरै खोले होला नि आफूले देख्ने अनुसार भन्ने हो क्या अब म देखेँ अनुसार त्यही जस्तो लाग्छ अब त्यही जान्छ कस्टमर त त्यही यता आउने उता जान्छन् उता आउने यता आउँछन् अब त बढे छैनन् बरु घट्ने क्रममा कहाँनिर जान्छन् बुटल जान्छन् होइन विद्यार्थीहरू आउने हो नि त्यस भर्खरको युथ आउने हो नि त बुढाबुढी त कहिले काहीँ आउने हो अन्त रेगुलर बेसिसमा आए पो कडा हुन्छ र होइन त्यो हो के अब होला अब चले खालको त्यो पनि चल्ला होइन मार्केटिङ भयो होला नि ल यो चाहिँ चियान डाँडा है फोटो सुट चले है ल है के होला जस्तो है फोटो सुट चले पुरै पारामा यस्तो पो रमाइलो त फोटो त्यो पनि लास्टै मजा आएको मलाई फोटो सुट गर्नु मजा लाग्थ्यो कि तर अहिले पनि लाग्छ नलाग्ने त होइन तर चियान डाँडा यहाँ चाहिँ पहिला मुतन डाँडा आइथ्यो मुत्ने भनेर चिन्थ्यौँ कि राम्रै बेला देखा आपने लापरवाही का नतीजा म त्यो ठाउँ हो भनेर अहिले त पुरै चिया सिया खान्छन् भिड हुन्छन् लास्टै कमायो माथि चियान डाँडा है लास्टै हावा चल्छ त माथि त ओहो ठन्डी हो आयो भने त्यस्तो त होइन म्यादी रुमाले टिङ मुझे तेरी आँखों की गहराई में डुब्ने यो पनि फोटो खिच्न है त्यो नर्मल के यताउति हुनुहुन्छ ल यो चाहिँ चर्च हो अगाडि त चर्च भइहाल्यो सरी A few moments later किन्छ के गरे मस्जिद के चर्च भन्न आएर क्रिस्चियनको मुस्लिमको जोड्दै सरी है त इसालाम केटा नदिसामै त्यो झुक्केको क्या अब के भन्छ के अरे कहिले काहीँ मन्दिरको बेला भगवान्को नर्मिँदा अर्को हुन्छ नि त्यस्तै हो क्या है रिसाउलान केटाहरू फेरि केलान फेरि किन भनेको भनेर फेरि गाह्रो पर्छ नि होइन तर त्यहाँ पनि सही हुन्छ उसहरू प्रोग्रामहरू के भइरहेको हुन्छ कि त्यो तरबार चलाउने बेला देखेको थिएँ मलाई त्यस्तो थाहा छैन देखेको थिएँ झार्ने राइडर सरहरूले पुरै पारा चलाएन
मेहदी रुमाले मेहदी रुमाले लाल दुपट्टा उड़ गया रे तेरे हवा के झोंके से मुझको पिया ने देख लिया आए रे धोखे से मना के तुझे दिल देगा हो मगर अपनी जान देगा हो यति राम्रो आवाज छ है केटा हो गाली चाहिँ नगरौँ है हरे हुन केटाहरू धम्किँदै आउँछन् गाली गऱ्यो भन्दै कि यस्तो बाटो यहाँ आएर एक्सपोजलाई नोगरी छ कि यही हो कि बाटो खोजेको मैले यस्तै बाटो खोजेको यस्तै हो कि बुरु वाला हुन्छ यस्तोहरू कुदाउने यस्तोहरू कुदाएर खेलै सकिन्छ ल यहाँ पनि छ एउटा कहानी यहाँ पनि छ माथि खोले एउटा के हो टाइगर के हिल पोइन्ट के छ कि माथि हो पहिला थिएन पछि बनाएको थियो त एउटा माथि पनि गइन्छ हो त्यही त्यसो डेलिभरी बोयहरू सँगसँगै जाऊँ न हामी त्यस्तो टाढा नजाऊँ त्यसो ढुङ्गा ठ्याक्कै चोको यहाँबाट गयो तल के अरे हुलाङ्दी एक्लिन्छ सर्टकट हो यो बजार नछिरेजना टिप्परलाई बाटो बनाएको जस्तो लाग्छ सुनेअनुसार चाहिँ बजारको बाटो नबढाउनुलाई अब खै के गर्नुहुन्छ सरकारज्यूले तिम्रो त्यो आँखामा को बस्छ म बस्छु है म बस्छु अनि के क्रस देखेपछि सिधै गीत गाइनु भने सिधै म बस्छु अनि कहाँ से आते हो अरू त्यस्तो केही होइन हरन उडाउँदै आएको हेर त कुदाएको जङ्गी छ ड्राइभर त जङ्गी छन् कि यहाँ पनि पहिरो गएको थियो खत्रै पहिरो गएको रिस्की ठाउँ हो पुदुस हरन न क्या ढुङ्गा झर्छ ठुलो ढुङ्गो छ हेर न म्यानेजै छैन कि के भन्ने अब त्यो त अब यसो मिलाउने होइन मान्छेको ज्यानै मतलबै छैन कि नेपालको ज्यान मान्छेको ज्यान भनेको किराकिरी यस्तो गर्छन् कि हो नि यहाँ त्यहाँ ढुङ्गा झरेर लगायो भने के पैसा तिर्दैन त्यति पनि केही तिर्दैन त्यस्तै यो त 3 लाख आजभोलि चलेको है यो चाहिँ कटिङ चाय खाना आउँछ नि यहाँ केटाकेटीहरू है त्यही हो पहिला त्यस्तो थिएन अझ 3 लाख यताउति भाहा भाहा टेट भाहा ओहो परे यस्तो बाटो म ओभरटेक गरेँ यहाँबाट है साइड लाइट देखा अहिले के भन्ने हो यो साइड लाइट इस्युमा विवाद आएको थियो कि अस्ति एउटा भिडियो राखेको थिएँ धुलीहरू लाइसेन्स कहिले झिकेको गरे के कहिले झिकेको गरे दुनियाँ सुनाएर बच्चा कहाँ झिके जस्तो कि गर्नु रे देखेन अहिले केटा हो साइड लाइट देश पास गरियो नि यस्तो बुझ्दै नबुझ्ने क्या आफ्नै छ दुनियाँ धोतीहरूले कमेन्ट गरेपछि बुझ्ने के हो कमेन्ट गरेको त यस्तो गरेको यसरी जानुहुन्न भन्दै दिइरहेको थिएँ कमेन्ट हेर्छु कमेन्ट पुरै हेरिहरूलाई कोही अन्य अजुवा थिए कोहीले पुरै डिस्काएर दिइरहेको थिएँ यस्तो हो भनेर कोहीले फेरि चाटिरहेको थिएँ त्यो त ठिकै त हो नि कहाँ ओभरटेक गर्ने एउटा गर्छन् ए भरे आफ्नो नलेज हुन्छ नि धेरै ठाउँ अनुसार फरक हुन्छ त्यस्तो अब त साइड लाइट दिएको त हामीले कसै बुझ्ने त अगाडि देखेपछि त होइन त्यहाँ देखेरलाई कमेन्ट हालेर भाइरल बनाएको छ भिडियो त्यो 400 भ्युज जानेलाई 1500 3000 कति पुगेको धेरै पुगेको थियो यार त्यसमा भ्युज नजाने ठाउँ पुगेको थियो भन्दा खोजेको नत्र त अब यस्तो हो नि त हामीले अब चलाएर त थाहा हो नि अब रुल्स पुरै फलो गर्न थाल्यो भने त बाटै छैन त्यस्तो के फलो गर्ने होइन घेरा छैन कहाँबाट चलाउने के गर्ने अनि केही छैन होइन र त्यो हो अब हामीले त यसरी बुझ्छौँ नि त साइड लाइटैबाट हो बुझ्ने हाम्रो यता बाटो चाहिँ हिँड्ने त साइड लाइट दियो भनेपछि त्यही चाहिँ हो अब कुन ठाउँ गएर कमेन्ट गरेन कुनै हाम्रोतिर त्यही बुझ्छौँ है त्यही हो द्याट्स इट प्रब्लम सल्भ उसले फेरि आउला अब कमेन्ट गर्न फेरि जानेन फेरि कति लाइसेन्स निकालेको लाइसेन्सै छैन क्या भाइको अन्त चाट्न आउँछन् फेरि होइन लाइसेन्स नभए किन बाइक यसरी कुदाएर हिँड्थेन जन्मिँदै त आएको होइन तर निकाल्न चाहिँ निकालिसकेपछि है केटाकेटी हो दाइ दिदी अङ्कल आन्टी कसले देखेको त्यही हो है ल यहाँ चाहिँ जोगी बानी छ है जो हुन्छ नि अक्लकेर बोल्नेवाला त्यस्तो बच्चामा के त्यो क्लियर भोइस हुन्छ अरे यहाँको पानी खायो भने यहाँ आएर यसो गरेको होइन त्यो चाहिँ छ है हाम्रो त्यो भएको छ कतिजनालाई भएको अरे मैले त्यस्तरी पुरै त अब छैन तर भएको छ भन्ने सुन्थ्यो भर्छ के खाएर आउनु नि त त्यत्तिकै हक्लिएर बस्नुभन्दा त यहाँ खाएर भयो भने त भइहाल्यो त नभए पनि ठिकै छ अरू कुरा गर्ने नचाउने गर्ने के होला पोसिबिलिटीहरू होइन
यस्तो छ है। अब हामी हाट हिँडेँ हामीबाट 3 किलोमिटर छ यहाँबाट 3 किलोमिटर कति बेला पुगिन्छ भन्ने कुरा हो। रुमाले स्कर्पियो है गाइजहरू, महेन्द्र स्कर्पियो धुम धुम धुम। भिडियो बनाउनु भन्नुपर्ने साँच्चै बिर्सेको। ओहो हेलमेटै बिना हिँडेन धुलीहरूले के गरेको धुलीहरूले रुल्स फलो गरेन नै यस्तोलाई त कि इन्डिया रुल्स फलो नगर्ने के पाएर मैले पिएल दिन्थेँ किन रुल्स छैन के छैन हेर रुन्डाएर हिँड्न पगडी लाग्यो पन्जाबी पनि होइन पगडी लगाएको त यार पन्जाबी नमिलेन टाउको हटेन भन्नु होइन हिरो भनौँ हिँड्ने कि आफ्नो ठाउँमा अनि हिरो हुने र झन् पुलिस छोपेर यहाँ कति हजार छ नि त अहिले महँगो छ नि त त्यहाँतिर पठाइनुपर्छ क्या पैसा आउँछ कि होइन आयो भने त तनक हुन्छ नि फाइदै फाइदा चिले छिरो नयाँ बाइक छिरोकै पनि ल ल ल यहाँ पनि स्कुल छ एउटा मोमोला राइडर सर यहाँ चाहिँ के छ भन्दा श्री भैरव जनता सेकेन्डरी स्कुल रहेछ है। अरू त्यस्तै हो। ल भैरस्थान आइयो भैरस्थान है त गाइज। ल हेरौँ माथि उकालो चढेर जाने भैरस्थान हो। यता पार्किङ पनि छ। पुरा भएछ पार्किङ आफ्नो लङ टाइम है त्यो जान्छ पार्किङ। पहिला तल थियो अब यता हुँदा आएको छु म खै स्याहार आए पनि यता पार्किङ चाहिँ गरेको क्या उतै गरेको। हामी चाहिँ भैरस्थान छिर्ने जाने के रोड घरतिर रोड खाने के भेट्यो भन्ने कुरो हो। के भयो यस्तै रहेको रन गर्ने भैँसी गराएर सुन्ने आला केटाहरू म त्यसो यस्तो गरेको है के गर्ने गाई जब यस्तै हो आवाज राम्रो नभए जे पनि सुन्न सक्यो है। अब भैरस्थान कटियो हामी आइन्छ कहाँ भन्दा केटा हो हातथोक होइन यात्रु चढाउने ओह्राल्ने ठाउँ यहाँ गइन्छ क्या भैरस्थान है। जस्तै कि गाडी कोहीलाई लान मन लाग्छ जस्तै माथि चाहिँ लाने रिसोर्ट छ नि सम्पी रिसोर्ट जाने भएर यहाँबाट जाने सर है। ढलान भइसक्यो होला म पहिला आउँदा चाहिँ कहाँसम्म भयो कि माथिसम्म भयो जिपलाइन पनि छ है त्यहाँ इफ एनी वान इन्ट्रेस्टेड आउन सकिन्छ है त्यस्तो भिड हुन्न। यताको बाटो पनि राम्रै है ठिकै हो कि यत्तिको बाटो पाहाडमा ठिकै भन्नुपर्छ के राम्रो खोजेर नपाइने बनाइदिन्छन् इन्जिनियर साहबहरूले हो कि के भन्छ ठेकेदारहरूले भन्ने कि सरकारले भन्ने कि है कसलाई यो दोष दिने सबैतिर त्यस्तै भयो। त्यस्तो सिलाङथोक है चाहिँ केटा हो सिलाङथोक। उयो त्यहाँ पनि के राखेको रहेछ पाल्पा के भनेर सिलाङथोकको बजार रहेछ सिलाङथोक ख्याल गरेर चाहिँ नोटिस गरेर सिलाङथोक केटा नोटिस भयो नि होइन। अब हामी आइन्छ यता यहाँबाट त अझै 65 किलोमिटर रहेछ तम्घासलाई केटा हो टाढै है तम्घाससँग त त्यस्तो ठिकै हो टाढै। अब यहाँबाट पुटर पनि छ नि त 50 किलोमिटर त 40-50 किलोमिटर तम्घास 65 ठिकै हो कि पुगिन्छ 2 घन्टा टाढा त होइन तम्घास राइटर शिवाजी द फाइटर कुर्कु द राइटर यो मन्दिर रहेछ ढोकामै गाइदियो सबैले ढोकाम घुम्नुपर्छ कि मन्दिर रहेछ विश्वकर्मा बाबा आएछ। यहाँ पनि बाटो रहेछ डाँडा जाने चाहिँ हो यहाँ पनि डेलिभरी गर्न आयो जस्तो सरहरू होइन कहाँ हो स्थानीय पूर्वाधार गरे 7 नम्बर वडा सकिए है कहाँको यतातिरको होला नि त के पऱ्यो माथाघारी परेन मोटरसाइकल परेन रम परेन उसकै के गरे रिप्लिकोट हार्दिक बजार पनि ठिकै छ राम्रै छ कि ब्याङ्कसिङ छ मन्दिर चाहिँ यही हो त यो हार्दिक माथि लिएछ आज जहाँ पनि ब्याङ्क छ यहीँ उता हो। अब यहाँ वाणिज्य ब्याङ्क रहेछ ग्लोबल स्टोर पनि भएको छैन त्यो होइन वाणिज्य ब्याङ्क रहेछ है हार्दिकको बजार हो है गाइजहरू हार्दिक माथि लिएछ नि ल एसिया पनि रहेछ है नाइस यहाँ सिधै गएर तम्घा सिधातिर जाने हो यता गए चाहिँ अब तम्घा सुन्ने उताबाट गयो नि यता गए चाहिँ हामी केआरतिर लागिन्छ केआर लिस्नेभिर के छ नि त्यतातिर त्यहाँतिर पुगिन्छ हामी ट्याक्क। अब यहाँ चाहिँ स्टेसन है राइडर्सहरूको यहाँ डेलिभरी सब भ्याउनुहुन्छ ट्याक्टिक पार्नु चाहिँ
हाम्रो क्यामेरा यहीँसम्म ल नमस्कार इन्डिङ हानिदिउँ है इन्डिङ हानिदिएको राम्रो यत्तिको ठिकै हो नि अनु ठिकै रहेछ यत्रो सामान A few moments later. तिम्रो नाम के हो नाम के हो भन्दै हो नि त हो कहाँ पढ्छौ कहाँ हो बडाडा भनेको त्यो गाउँपालिका नजिक अफिस ए यही हो घर ए उता हो हजुर यो हेर न पढ न आउ पढ नै हो कि आइडी त के छ घुम्दै सन्तोष छ घुम्दै सन्तोष पोज्देऊ न राखिदिन्छ है हस् ल है ल बाई ल ल पठाएर आऊ ल भयो 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 ल तलको ल भयो ल बाई भाइ बहिनीहरू त हरिखुसी भएर आमा यो हो कि बल्ल मजा भने यस्तो हुन्थ्यो हामी सानो बेलामा देख्दा त हो अनि त्यो ट्याक्क होइन बिस्तारै स्कुल पढ्छन् नि त भिडियो सिडियो हेर्छन् हाम्रो बेलामा त्यस्तो अहिले त ओहो युट्युब सुट्युब कति हेर्छन् कि मलाई हेर्छन् नि त खुसी बनाइने हो क्या भाइ बहिनीहरूलाई त हाम्रो बेलामा पनि रिसिन्थ्यो के भन्दा पठाएर दिने नि कस्तो पठाएर बिग्रिने नि बिग्रे बनाउँला होइन फेरि खुसी भयो नि त अब जबतिर कति खोज्छन् अब भेटेर नभेटेर त खोज्छन् अरूले लाइक गर्छन् ब्लगरहरू हेर्छन् त्यस्तो भन्नुहुन्छ दाइहरूले भन्नुहुन्छ इम्प्याक्ट पर्छ नि त अलिकति पोजिटिभतिर होइन त्यही भएर चाहिँ टाढालाई त्यस्तो केटाकेटीहरूलाई चाहिँ रमाइलो गराइनु पर्छ मेरो पोइन्ट अफ भ्यू है सबैको एउटै त हुन्न कसले चाहिँ हुन्न मातिन्छन् केटाहरू भन्छन् तर त्यस्तो मातिने भन्दा पनि अब यति खुसी भयो नि त कति खुसी आएर यति खुसी भयो भने केटाकेटीहरू पाइ भने ह्यान्ड चेक गरेँ हरन बजाएँ कोहीलाई रेस पढाउनु मन लाग्थ्यो बटारे त्यति भइसक्यो त मजाले नि त त्यही हो नि त हाम्रो मेन टार्गेट खुसी बनाउने भाइहरूले गर्दा त फलोवर्स कति बढ्छन् त्यो भ्लगरहरूको त्यस्तै त्यहाँ पनि मोबाइल भेटाउने बित्तिकै त्यही हेर्न थाल्छ नि त त्यही भएको छैन अब हामी चाहिँ भाइ बहिनीहरूलाई भेट्यो हामी चाहिँ आइयो कहाँ भन्दा हाट भैरस्थान आयो है हाट त कट्यो उतै हो पनि हाट त के गर्छ खै तर भैरस्थान भन्छ क्या चाहिँ ठ्याक्कै मन्दिर रोकेर जाने बाटो हो नि त यहाँबाट चाहिँ जाऊँ हामी सर ल यो चाहिँ भैरस्थान आयो फेरि नेपाली घर ल यो चाहिँ बजार हो है बजार भन्नाले अब भैरस्थानको बजार गाडी गयो जस्तो छ यत्रो चढाउने रोडाउने ठाउँ हो कि यो फेरि होइन यस्तो उयो गरेर राम्रो रहेछ है यहाँ चाहिँ स्कुल छ भैरव जनता माध्यमिक विद्यालय होइन यहाँ जानु पढ्नु भयो होला बस त पार्किङ मिठो रहेछ त्यो समितिको बस पार्किङ
आरामै हुनुहुन्छ हजुर म यहाँ भरि जस्तो आएको थिएँ घर चाहिँ जानु लाग्यो हाँसम सबै केही माग्नु पर्ने जरुरत छैन हजुर केही माग्ने चाहिँ जरुरत अहिले छैन घर पुरा सब छ यस्तो ह्यान्डसम भाइ यति ठुलो बाइक चढाइदिने आमा करस फायर भान्सा करस फायर होइन नि होइन त करस फायर भन्दा पनि अझै ठुलो ल सानो हो मान्छे हेर मान्छे हेर यत्रो 5-10 लाखको बाइक चलाउन सक्ने मान्छे दिन सक्दैनौ अनि 4 लाख हो अरे 5 लाख होइन ओके चिनेको दिनु के सो इच्छा दिनु हामीले दिनुहुन्छ कि दाइले दिनुहुन्छ ए भएन यस्तो आमा हेर त ए भएन सुहाएन यस्तो यस्तो न टुक्रा दिनु न 100 200 गरेर दिउ के हो र दाइ देऊ देउ देउ हेर भन्दा ठन्काएर दिइरहनु ठिक छ मन मिले जे पनि हुन्छ हैन हो जे पनि ऊ त दिनु होला जान्नु ल मेरो भाइको गर त शान्ति गर्दा म त लगाउँ सधैँ दाइने गर सोच्याटे राम्रो भइहाल्यो नि कहाँ छ म त अब राम्रो छ हामी हात ए हार्तकै पुग्ने हो गाई लिएर आउँछ ए काम गर्छ ए भोला त खिलाऊ नाइ खिलाओगे क्या 20 रुपैयाँ 30 रुपैयाँ भोला किनिदेऊ दिदीहरूलाई दाइ दिनु नि दाइ अलि एउटै हो कि दाइरोमा दिएन तिमीले 10 रुपैयाँ मात्र त्यही हो भाग मसँग पैसा हो नि मान्छे ह्यान्डसम मान्छेले 10 उहाँ त ह्यान्सी हो तर खै किन दिनु भएन कुन लाएर ओहो दिनु न ल गर त शान्ति पर्छ भयो दाइने गर सोच्याटे राम्रो होस् है विश्वकर्मा बाबाले सधैँ दाइने गर चाहिँ जुन दबाले काम गर्ने हाम्रो दुवाले सधैँभरि काम गर्न सक्छ मलाई नि भन्नु न सधैँ भनेर स्वस्थ धन्यवाद। रहनुहोस् जुन ठाउँमा दबाईले काम गर्छ त्यो ठाउँमा हाम्रो दुवाले काम गर्छ हजुरलाई सधैँभरि स्वस्थ रहनु निरोगी रहनु हस् त अब। हजुर साँच्चै हुनुहुन्छ रुको जरा सबर करो बोला धक्का मुक्की नहीं कर बुढा जोसमा जोस आएछ क्या दिनुभएको छ पैसा होइन कि लास्ट ल्याङ ल्याङ गरेको त्यो नदिँदो जान्नु जान्छन् किन जाने जान्थे त्यो यस्तो हो कि त्यहाँ ग्रुपै गएको थिएन त्यहाँ थियो त्यही भएर बसेका हुन् कि ढाँट्न थालेको चार दिन थाहा थियो मलाई चिनेको थिएँ मैले देताकोलाई चिनेको थिएँ त्यो रातो लामिनलाई डर उठ्छ यिनीहरू पैसा त्यहाँ न त्यहाँबाट त्यहाँसम्म पुग्दा त आमा गुल्मी कि कहाँ यहाँ हार्तोक हार्तोक हो हार्तोक गाडीमा जान्छन् गाडीमा जान्छन् त्यहाँ अब कसले त्यहाँ सामान लाग्छ बरु दिएर पठाइन्छ नि 50 रुपियाँ भने घर अगाडि यार त्यही जात्रा गर्न पनि पाउँछन् के आउँदैन कसरी त्यसलाई पठाउनु सबैले हेरेर हुन्छन् होइन तिनको छोरा मलाई पनि थाहा थिएन यार हाँसु भन्दै छन् र तिम्रो छोराछोरी छन् तिनीहरूको त हुन्न होइन र होइन हुने खालको पनि हुन्छ हो र ए व्यवहारमा त त्यस्तो वाला सबै भएको तर अलिकति न्याप्टे जस्तो कि यस्तो ए त्यही त भन्छन् मैले त देखेको थिएन होटेल गर्थेँ थाहा थियो देख्नु भएको छ मिसन जान्छ त्यो घरै दिनको हो कि बाँधा पनि यस्तो यस्तै छ हो र म त्यसो नोट तिनलाई त देखिरहेको हुन्थेँ त्यसको त पैसा माग्दैन चिलमा हिँडेको छु तिनवटा लड्का चिर हो कि पुरा टाइम पासको पैसा आउँछ होला नि त अलिअलि त यहीँ उठेर 1000 रुपियाँ हिसाब गर्ने त्यहाँ भैरसनबाट
यहाँका जम्मैलाई सताउँछन् अँ सबै 3 लाख मात्रै अँ आशीर्वाद पनि लाग्छ अरे नि लाग्छ नि त भन्छन् के रे उम्। कुकुरले चाहिँ त्यो एउटालाई मात्रै भुक्ने होइन यस्तो हो कि त्यसले ठ्याक्कै यस्तो गर्दै गयो थिएँ कुकुरले झ्याप्प देख्यो कि त्यसलाई त्यस्तै हुन्छ नि त तर चिन्छन् कुकुरले नि मान्छे च्याप्पै कोही कोही त हन्स भन्दा ख्याल गर्नु राखेको नि ए टाढै हुनुहुन्छ म यहीँ अब डुल्दै डुल्दै आएको थिएँ कि कहाँ त आउनु तपाईँहरू भएर होइन यता तल ए कहाँ बुटोल जानलाई ए सब ठिक छ के रहेन एक्लै हो कि ऊ दाइहरू जानुभयो त भर्खर ल ल गयो त